के छ भाइ हालखबर निश्चल? ठिक छ भाइ, तिमीलाई ह्यापी दसैँ। मेरो त्यस्तो केही माहौल छैन भाइ। भोलि बिहान आज भन 12 बसेको थियो नेपालमा। पल्ले हजुरलाई पनि ह्यापी दसैँ। पल्लेलाई बोल्न भन त झिल्को, तिमीले भने मान्छ कि? न पल्लो बोल्नु मिल्दैन। ए भर्खर सिन्धुपाल्चोकमै छु हजुर। अहिले त सिन्धुपाल्चोक गाउँ छ कि सहर छ त्यो? हजुर हाम्रो त गाउँ हो नि। गाउँ हो, मेलाम्ची भन्दा माथि अफ रोड छ। 2 घण्टा तपाईँको प्राइभेट भेहिकलमा स्कर्पियो मात्रै जान्छ अनि बस चल्छ। 2-3 घण्टा लाग्छ। बाटो एकदम बिग्रेको छ हाम्रो गाउँदा नै। पूर्वतिर पनि त्यस्तो हुँदो रहेछ नि? पूर्व होइन नि सिन्धुपाल्चोक भनेको, पश्चिम हो। कहिले लाइभमा भन्दै थियो पूर्वमा। होइन तपाईँको काठमाडौँबाट 2 घण्टा त लाग्छ। बनेपा भक्तपुर हुँदै हो नि त अगाडि। हजुर हजुर मैले सुनिनँ हजुरले बोलेको, फेरि भन्नु एकचोटि। हजुर त्यही बाटो। तपाईँको त्यहाँ सुकुटी चाहिँ यता तपाईँको उकालो चौतारा तपाईँको चाहिँ सदरमुकाम जाने बाटोतिर पऱ्यो। अनि हाम्रो गाउँ चाहिँ यता फेरि राइट अपोजिट टर्न हुनुपर्छ मेलाम्ची चाहिँ। हजुर। सुकुटी जाने बाटोमा जानुपर्छ? त्यो चाहिँ तपाईँको हो, हाम्रो सदरमुकाम चौतारा जाने बाटो पर्छ। त्यो चाहिँ जिल्ला चाहिँ सेमै हो, सिन्धुपाल्चोक नै हो। त्यति थाहा छैन। कहिले म नेपाल घुमेको छैन। बनेपा 0 किलो। उसको बच्चा सुत्यो त मैले याद। अनि बिन चाहिँ कहिले बिन भन्न आयो फेरि? बिन चाहिँ कहिले फर्किने अब दसैँ सकेर काठमाडौँ? म 30 तारिक। मलाई किन मनबाट भाइ सारिरहेको छ। तर बस्ने काठमाडौँ चाहिँ होइन, बरु घर चाहिँ होला होइन, तर बस्ने बाहिर जस्तो लागिरहेछ। होइन किन झुट बोल्नु त, होइन नि नेपालमै हो। काम विभिन्न जिल्लाहरूमा काम हुन्छ। अनि विभिन्न जिल्ला, कहिले सिन्धुपाल्चोक, कहिले काठमाडौँ, कहिले मकवानपुर त्यस्तो हुन्छ। कस्तो भइरहेछ दसैँ? हजुर राम्रो भइरहेछ। बिग फ्यान द विविध ब्रदर। हाउस काठमाडौँको वेदर अल गुड। काठमाडौँको वेदर अर्ली विन्टर स्टार्ट भइसक्यो। दसैँ लाग्यो नि। हाम्रो गाउँतिर त कस्तो मजाको भएको छ दसैँ। रमाइलो भइरहेछ त। हजुर ह्यापी दसैँ। हजुरलाई पनि ह्यापी दसैँ विविध ब्रदर। नेक्स्ट इयर आउँछु म क्यानाडा, भेट्छु त्यतिखेर आएको बेलामा है ब्रदर हजुरलाई। होइन हाँसेको छैन। अनि भोलि अब सबैजनालाई इन्भाइट चाहिँ दसैँमा आइसक्यो लाइभमा। हाम्रो दक्षिणा खै त दिन्छु। त्यही त भोलि आऊ भने भोलि भइसक्यो त नेपालमा। त्यही त भोलि आउँछु भाइ। सानोलाई चाहिँ यताबाट पठाउने, ठुलो चाहिँ उताबाट दिने। त्यस्तो भोलि हामी ठुलो कि सानो? सानो भने त खासै त्यस्तो धेरै इन्भाइट गरिदिनु। हजुरभन्दा ठुलो के उल्टा कुरा गर्छ है। ठिक छ नि त्यो सोच्नु त। त्यो जमानामा पनि त्यस्तो लभ गरेको है भन्नाले यति टाढाबाट पनि नजिक गएर लभ भयो के भने त्यस्तो मैले भन्न खोजेँ होइन कि के मिलेन कि। पल्लो तिमी बोल्यौ अरे तर तैँले अघि त्यो भनेको खाली रहेछ है पल्लो। म त साँच्चै सोचेँ मलाई यति माया गर्ने रहेछ पल्लो माया।
अलि जोडले बोल न थ्याङ्क यू भन न पल्लु बेनलाई तिमीलाई अलिकति संस्कार भन्ने कुरा छैन जी लगाएर भन् रेस्पेक्ट गरेर बोल कालु तिमीले लुगा किन्यौ थर्काइदिन्छु यसलाई के मान्छेलाई अलिकति पनि छैन कि यसलाई व्यवहार भन्ने कुराहरू अब तिमी कहिले दिदीको सपोर्टमा छैन सलमान खानले के भन्दै हुन्छ पल्लुलाई भन्नुहोस् पल्लुलाई राम्रोसँग बोल्नु छ्या यो भाइले किन त्यस्तो भनेको हो ए पल्लु त्यो मुखले बोल्न के हो त्यहाँ कमेन्टको रिप्लाई कमेन्टसँग गरेको मुखले बोल्न सक्छ नि केसमा के फाइदा आयो त मलाई के लाग्छ तिमीलाई के लाग्छ झिल्कुल त्यस्तो भनेमा डराउँछ जस्तो लाग्छ म त यसलाई अझ थर्काउँछु बोल मुखले कोही आयो पनि डराउँदैन आज होला पहिलोचोटि मलाई लाइफमा बोल्न लागेको पल्लु